नमस्कार। कार्यक्रम खबर एक्सप्रेसको आजको श्रृङ्खलामा हार्दिक स्वागत गर्दछु। म रामचन्द्र खड्का। दर्शकहरू, यस कार्यक्रममा हामी देशको राजनीतिक, आर्थिक लगायत विविध विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्ने गर्दछौँ। यसै सन्दर्भमा आज हामी बैंकिङ क्षेत्रको अवस्था, बैंकिङ क्षेत्र र अर्थतन्त्रको सम्बन्ध लगायतका विविध विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। कुराकानीका लागि हुनुहुन्छ राष्ट्रिय वाणिज्य बैङ्कका मुख्य प्रबन्धक ऋषभ भट्टराई। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ सर यहाँलाई। धन्यवाद। नमस्कार। के छ, आराम हुनुहुन्छ? ठिक छ। बैंकिङ क्षेत्रको अहिलेको अवस्था के छ हैन, र पहिलाभन्दा केही सुधार भएको छ भन्ने सुनिन्छ। कस्तो सुधार भएको छ अहिले बैंकिङ क्षेत्रको कुरा गर्दा पहिले सबैले भन्ने गरेको कुरा र बढी चर्चामा आएको कुरा चाहिँ बजारमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ भनेको लगानी योग्य रकम छ। बैंकहरूले कर्जा लगानी गर्नको लागि अहिले विभिन्न सेक्टरमा आफू तयार भएर बसेको अवस्था छ र कर्जाको माग जुन रूपमा हुनुपर्ने त्यो रूपमा भएन भन्ने खालको एक खालको बुझाइ छ। अहिले हामीले हेऱ्यौँ भने पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत 12.5% क्रेडिट ग्रोथ गर्ने अथवा निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई वृद्धि गर्ने लक्ष्य लिएको थियो। वार्षिक बिन्दुगत आधारमा हेर्ने हो भने विगत 6 महिनाको समीक्षालाई हामीले हेर्दा करिब 7% मात्रै कर्जाको विस्तार भएको देखिन्छ। यसरी हेर्दा पनि बजारमा पर्याप्त तरलता हुनु तर बैंकहरूले चाहिँ त्यो रूपमा कर्जा प्रवाह गर्न नसकेको अवस्था देखिन्छ। र पछिल्लो समयमा हेर्दा बैंकमा एनपीए भन्छौँ हामी, एनपीएल भन्छौँ, खराब कर्जाको मात्रा अलिकति बढेर गएको देखिन्छ। यो बैंकिङ क्षेत्र र अर्थतन्त्रको चाहिँ देशको अर्थतन्त्रको चाहिँ सम्बन्ध कस्तो हुनुपर्छ, अहिले के छ यो? यहाँले भने जस्तै अब बजेट मार्फत आर्थिक वृद्धिको एउटा लक्ष्य निर्धारण गरिएको हुन्छ। त्यो आर्थिक वृद्धिको लक्ष्यलाई भेट्नको लागि मौद्रिक नीतिले त्यही अनुसारको रणनीतिहरू तयार गर्छन् र त्यसैभित्र बसेर बैंकहरूले काम गर्ने हो। अहिलेको हेर्नुभयो भने पनि नेपाल राष्ट्र बैंकले 12.5% कर्जाको वृद्धि गर्ने लक्ष्य लिएको छ। त्यही अनुसार बैंकहरूलाई निर्देशित गरेको हुन्छ र बैंकहरूले आर्थिक वृद्धिलाई सघाउने हिसाबले कर्जा लगानी गर्छन् र राष्ट्र बैंकले त्यसमा मौद्रिक नीति मार्फत सहजीकरण गर्छ र विभिन्न निर्देशनहरू दिने अथवा विभिन्न सेक्टरल क्रेडिटमा जानको लागि बैंकहरूलाई आकर्षित गर्ने अथवा फोकस गर्ने, त्यहाँ जानको लागि बैंकहरूलाई चाहिँ निर्देशित गर्नेसम्म काम चाहिँ राष्ट्र बैंकले गरिरहेको हुन्छ। यसरी हेर्दा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई प्रत्यक्ष रूपमा बैंकहरूले सहयोग गरिरहेका हुन्छन् र बैंकहरूले यही नेपाल सरकारले लिएको अथवा प्रत्येक सरकारले लिएको लक्ष्यलाई, आर्थिक वृद्धिको लक्ष्यलाई सघाउ पुर्याइरहेका हुन्छन्। हजुर, यो कर्जाको ब्याज दर चाहिँ समय समयमा घटबड भइरहेको हुन्छ हैन, यसले चाहिँ कस्तो असर पुर्याएको हुन्छ? यो कर्जाको ब्याज दर घटबड भइरहनुले चाहिँ अर्थतन्त्रलाई कस्तो खालको चाहिँ प्रभाव पार्छ? यहाँले भने जस्तै स्वाभाविक रूपमा कर्जाको ब्याज दर भनेको कर्जाको लागत हो। एउटा उद्यमीले अथवा एउटा ऋणीले त्यस ऋण लिए बापत कर्जाको ब्याज तिर्छ, त्यो उसको लागि लागत हो। यदि कर्जाको ब्याज दर महँगो छ अथवा माथिल्लो बिन्दुमा छ भने स्वाभाविक रूपमा कर्जाको माग कम हुन्छ। यदि कर्जाको ब्याज दर सस्तो छ, तल छ भनेदेखि कर्जाको माग चाहिँ बढी हुन्छ। यसरी हेर्दाखेरि कर्जाको ब्याज दर बढ्दाखेरि लगानीलाई सङ्कुचनमा ल्याउँछ अथवा लगानी कम हुन्छ र ब्याज दर घट्यो भने लगानी बढ्छ भनिन्छ र यो चाहिँ सैद्धान्तिक कुरा पनि हो। तर कहिलेकाहीँ यस्ता सिद्धान्तले पनि काम गरि नरहेको हुन्छ, काम नगरेको अवस्था देखिन्छ। अहिले हाम्रोमा कर्जाको ब्याज दर चाहिँ एकदम तल्लो बिन्दुमा आएको छ। करिब बैंकहरूको एभरेज आधार दर हेऱ्यौँ भने पनि 6.65 करिब 6.5% को हाराहारी आइसकेको अवस्था छ। तर त्यो अनुसार लगानी वृद्धि भएन भन्ने हाम्रो कुरा छ र स्वाभाविक रूपमा ब्याज दर बढ्दा लगानी घट्ने र ब्याज दर घट्दा लगानी बढ्ने चाहिँ यो बैंकिङ नियम हो अथवा अर्थशास्त्रको नियम हो। तर अहिलेको अवस्थामा चाहिँ अलिकति त्यसले काम नगरिरहेको जस्तो देखिन्छ र ब्याज दर बढ्नु भनेको उद्यमीहरूको लागत बढ्नु हो, जसले गर्दाखेरि नाफामा असर गर्छ अथवा त्यसको मूल्यमा असर गर्छ, मूल्य वृद्धिमा असर गर्छ र ब्याज दर कम हुँदाखेरि अलिकति लोनको प्रवाह बढी हुने र इन्फ्लेसन बढ्ने यस्ता कुराहरू पनि हुन्छन्। हैन, अर्को समस्या के देखिन्छ भने ब्याज दर घटेको बेलामा लोन लियो, व्यवसाय गर्यो, उद्योग सञ्चालन गर्यो हैन, छोटो समयमा वात्तै बढ्दिन्छ, त्यसले चाहिँ नियमित किस्ता तिर्न नसक्ने त्यस्ता समस्याहरू पनि धेरै देखिन्छ। यो चाहिँ बैंकिङ क्षेत्रले कसरी हेर्छ यसलाई चाहिँ? यो अर्थतन्त्रमै अथवा बैंकिङ सेक्टरमै छिटो कर्जाको ब्याज दरहरू चाहिँ छिटो समयमा परिवर्तन भइरहनु राम्रो होइन।
किनभने यो जसले पनि ऋणीले होस् अथवा ब्याङ्कहरूको लागि यो प्रेडिक्टेबल हुनुपर्छ हैन। तर छिटो छिटो बढ्दाखेरि यो प्रेडिक्टेबल हुँदैन र परियोजनाको विश्लेषण गर्दाखेरि एउटा आधार लिएको हुन्छ ब्याङ्कहरूले यतिसम्म यो लेभलसम्म ब्याज दर रहँदाखेरि चाहिँ यो उद्योगबाट अथवा यो व्यवसायबाट ब्याङ्कको रिपेमेन्ट हुन्छ अथवा कर्जा तिर्ने क्षमता हुन्छ र ब्याङ्कले लगानी गरेको रकम को सामा ब्याज भनौँ सही रूपमा फिर्ता आउँछ र समयमा फिर्ता आउँछ भन्ने परिकल्पना गरेको हुन्छ अथवा त्यसको एनालाइसिस गरेको हुन्छ। तर जब ब्याज दर बढ्छ उसको ऋण तिर्न सक्ने क्षमता घट्छ। यही कुरो पछिल्लो समयमा केही वर्ष अगाडि अलिक छिटो छिटो ब्याज दर बढेर तल्लो बिन्दुमा रहेको ब्याज दर पनि एकैचोटि माथिल्लो बिन्दुमा गएर यो समस्याहरू देखियो भने चाहिँ नेपाल राष्ट्र ब्याङ्कले केही स्टेपहरू चालेको छ। अहिले त्यसरी हताहत ब्याङ्कको ब्याज दर बढ्ने र घट्ने खालको वातावरण चाहिँ नीतिगत रूपमा नै नेपाल राष्ट्र ब्याङ्कले सुधार गरेको छ। अब मलाई लाग्छ यसरी छिटो छिटो चेन्ज हुँदैन, बढ्ने घट्ने त हुन्छ, अर्थतन्त्रमा माग र आपूर्तिको अवस्था लगायत अन्य चरहरूको कारणले पनि तलमाथि त हुन्छ। तर यहाँले सोचे जस्तो अबका दिनमा चाहिँ मलाई लाग्छ यति छिटो छिटो परिवर्तन होला जस्तो लाग्दैन। जुन स्टेपहरू राष्ट्र ब्याङ्कले लिइसकेको छ र यो कहिलेकाहीँ यो घटनाक्रमहरूले पनि परेपछि जानिने भने जस्तो हुन्छ। अहिले चाहिँ त्यसलाई कन्ट्रोल गर्नको लागि र छिटो छिटो परिवर्तन नहुनको लागि नीतिगत रूपमा के स्टेपहरू राष्ट्र ब्याङ्कले लिएको छ र ब्याङ्कहरू पनि यो कुरामा सचेत भएको छन् र यसलाई सम्बोधन गर्नको लागि अहिले केही निश्चित अवधिसम्म परिवर्तन नहुने गरी स्थिर ब्याज दर प्रणाली पनि राष्ट्र ब्याङ्कले नीतिगत व्यवस्था गरेको छ। ब्याङ्कहरूले त्यता पनि गएका छन् र यो कुरो पनि अहिले ब्याज दरलाई छिटो छिटो तलमाथि नहुने र प्रेडिक्टेबल हुने हिसाबले निर्धारण गरेको छ। र यदि तपाईँलाई अथवा कुनै उद्यमीलाई अथवा कुनै ऋणीलाई चाहिँ म स्थिर ब्याज दर लिन्छु भन्यो भने स्थिर ब्याज दर लिन पनि सुविधा छ, फ्लक्चुएटिङ लिन्छु भन्दाखेरि त्यो पनि सुविधा छ। र यहाँले भने जस्तो कसैले चाहिँ म यति मात्रै ब्याज दर तिर्छु भन्यो भने यस्तै टर्म लोन भन्छौँ हामी, आवधिक लोनहरूमा अथवा इएमआई तिर्नुपर्ने, यो सजिलो भाषामा बुझ्दा चाहिँ इएमआई तिर्नुपर्ने खालको लोनहरूमा त्यसरी हामीले स्थिर ब्याज दरमा कर्जा माग गर्न सक्छौँ, कर्जा प्राप्त गर्न सक्छौँ। अहिलेको अवस्थामा कर्जाको यो जुन डिमान्ड र सप्लाईको अवस्था चाहिँ के छ? स्वाभाविक रूपमा अहिलेको अवस्थामा चाहिँ कर्जाको माग कम भएको र ब्याङ्कहरूसँग पर्याप्त तरलता भएको भन्ने छ। ब्याङ्कहरूसँग पर्याप्त तरलता हुनु भनेको सप्लाई साइड चाहिँ स्ट्रङ हुनु, हामीसँग ब्याङ्कहरूसँग पर्याप्त कर्जा लगानी गर्ने क्षमता छ। आजको दिन पनि नेपाल राष्ट्र ब्याङ्कले प्राविधिक भाषामा भन्दा सिडी रेसियो भन्छ, क्रेडिट डिपोजिट रेसियो 90% लगानी गर्न सक्ने ब्याङ्कहरूलाई स्पेस प्रदान गरेको छ नीतिगत रूपमा। तर आज ब्याङ्कहरूले 80% पनि पुगिरहेको छैन, करिब 80% भन्दा तल नै सिडी रेसियो छ। यो भनेको अझै पनि टोटल डिपोजिटको करिब 10% जति ब्याङ्कहरूसँग लगानी गर्न सक्ने क्षमता छ। तर त्यो अनुसार कर्जाको माग भइरहेको छैन भन्ने छ। र अलिकति यो बेलामा चाहिँ केही बाह्य वातावरणहरू भनेको यहाँ आन्तरिक ब्याङ्किङ सेक्टरसँग रहेका भन्दा पनि अलिकति यो अनौपचारिक अर्थतन्त्रलाई चलायमान बनाउने सेक्टरहरू जुन थिए ती सेक्टरहरूमा केही समस्याहरू आएको कारणले गर्दाखेरि पनि अलिकति कर्जाको माग भएको छैन। र सँगसँगै कहिलेकाहीँ भन्ने गरिन्छ अलिकति लगानीकर्ताहरूमा कन्फिडेन्सको पनि केही अभाव भएको हो कि भन्ने थियो। तर बिस्तारै सरकारले केही नीतिगत कुराहरूमा सुधार गरेका छ, कानुनी कुराहरूलाई सम्बोधन गरेको छ र यो कारणले गर्दा पनि अहिले बिस्तारै पछिल्लो समयमा यी कुराहरूमा सुधार हुँदै कर्जाको माग बढ्दै गएको छ। मैले अघि पनि उद्धृत गरेँ, अहिले कर्जाको निजी क्षेत्रमा प्रभावित भएको कर्जाको वृद्धि दर वार्षिक बिन्दुगत आधारमा हेर्दाखेरि करिब 7% भएको छ। अहिले चाहिँ एउटा चर्चा के हुन्छ भने यो लगानी गर्ने वातावरण नै भएन देशमा, हैन? लगानीको वातावरण नहुनाको कारण चाहिँ यो बैङ्किङ क्षेत्र यसमा कतिको जिम्मेवार हुन्छ, हैन? लगानी गर्ने वातावरण बनाउनको लागि चाहिँ बैङ्किङ क्षेत्रले कस्तो भूमिका खेल्नुपर्छ? यहाँको प्रश्न जायज छ। ब्याङ्कहरूले भनेको आफ्नो पैसा लगानी गर्ने होइन, निक्षेपकर्ताहरूको निक्षेपलाई परिचालन गर्ने हो। ब्याङ्कले कर्जाको लगानी गर्दा निक्षेपकर्ताको हितलाई ध्यानमा दिनुपर्छ। अथवा ब्याङ्कहरूले लगानी गरेको कर्जाहरू, वित्तीय संस्थाले लगानी गरेको कर्जाहरू भोलि तोकिएको समयमा ब्याङ्कमा फिर्ता हुने वातावरणको सुनिश्चितता भएपछि लगानी गर्ने काम हुन्छ। अब अहिलेको वातावरण यो डिमान्ड कम भएको भन्ने त छ, तर ब्याङ्कहरूले धेरै वातावरण बनाउने भन्दा पनि ब्याङ्कहरूले चाहिँ निक्षेपकर्ताको हितलाई हेरेर लगानी गर्ने काम हुन्छ र नीतिगत कुराहरूलाई फलो गर्ने हो। नेपाल राष्ट्र ब्याङ्क छ, नियमनकारी निकाय, उसले नीति नियमहरू बनाउँछ, हैन? निर्देशनहरू जारी गर्छ। मोनिटरी पोलिसी यहाँहरूले पनि देखिरहनु भएको छ। अस्ति पनि भर्खर एउटा समीक्षा भयो, अर्धवार्षिक समीक्षा। मोनिटरी पोलिसी मार्फत पनि धेरै कुराहरू परिवर्तन गरिरहेको हुन्छ। बजारको आवश्यकता अनुसार, हैन, अर्थतन्त्रको आवश्यकता अनुसार ब्याङ्कहरूलाई कता लैजाने भन्ने कुरा राष्ट्र ब्याङ्कले निर्देशित गर्छ। त्यही अनुसार ब्याङ्कहरूले काम गरिरहेका हुन्छन्। यसमा चाहिँ ब्याङ्कहरूको भूमिका भन्दा पनि नेपाल सरकारको, राष्ट्र ब्याङ्कको अझ महत्त्वपूर्ण भूमिका हुन्छ जस्तो लाग्छ मलाई। एक्सटर्नल इन्भाइरोमेन्ट क्रिएट गर्नलाई अथवा कर्जाको माग वृद्धि गर्नलाई चाहिँ अर्थतन्त्रका अन्य आयामहरू हुन्छन्, अरू सेक्टरहरूलाई चाहिँ
कसरी कन्फिडेन्स दिलाउने, कसरी कर्जाको माग गर्ने वातावरण बनाउने भन्ने कुरा चाहिँ धेरै फ्याक्टरहरूसँग जोडिन्छ। यसमा चाहिँ मेजर कुरा चाहिँ मलाई लाग्छ सरकारको भूमिका, केन्द्रीय ब्याङ्कको भूमिका महत्त्वपूर्ण हुन्छ। एउटा अर्को समस्या के देखिन्छ भने अहिले विशेष गरी अझ यो चाहिँ वाणिज्य बैङ्क भन्दा नि निजी बैङ्कहरूमा चाहिँ यो बढी देखिन्छ। कर्जा प्रवाह गर्दा ओभर भ्यालुएसन गर्ने होइन, भोलि चाहिँ लिलाम गर्नु पऱ्यो भनेदेखि चाहिँ कम भ्यालुएसन गर्ने, बैङ्कहरूले यस्तो गर्न मिल्छ? मिल्दैन। यो चाहिँ केही मलाई यसमा कतिको सत्यता छ मलाई त्यति थाहा भएन होइन। ब्याङ्कहरूले आफैले मात्रै मूल्याङ्कन गर्ने होइन, ब्याङ्कहरूसँग लिस्टेड भ्यालुएटरहरू हुन्छन्, स्वतन्त्र मूल्याङ्कनकर्ताहरू मार्फत सम्पत्तिको मूल्याङ्कन गराउने काम हुन्छ। यहाँले भने जस्तो परियोजनाको होला होइन, जग्गा जमिनको होला भ्यालुएसन गराउने तेस्रो पक्ष हुन्छ, त्यसमा ब्याङ्कले पनि भेरिफाई गर्छ। अब अहिले पछिल्लो समय चाहिँ अलिकति अर्थतन्त्रमा अलिक शिथिलता आएको, यो घर जग्गाको कारोबारहरूमा चाहिँ अलि न्यूनता आएको कारणले गर्दाखेरि, त्यति धेरै भनौँ न केही सङ्कुचन आएको कारणले गर्दाखेरि मूल्यमा माग र आपूर्तिको कुरा हुन्छ। अलिकति माग कम भएको कारणले गर्दाखेरि बजारमा यो सम्पत्तिको मूल्य चाहिँ घटेको हुनसक्छ, अथवा त्यसमा चाहिँ कन्फिडेन्स हुन्छ नि, भ्यालुएटरको पनि एउटा कन्फिडेन्स अलिकति लुज भएर अथवा बजारमा माग कम हुँदाखेरि मूल्यलाई अलिकति तल राखेर गएको हुनसक्छ। तर यसमा ब्याङ्कहरूको मात्रै भूमिका रहँदैन, स्वतन्त्र भ्यालुएटर हुन्छन्। यो वित्तीय साक्षरताको लागि चाहिँ बैङ्कहरूले के कस्ता योजनाहरू ल्याउन आवश्यक छ? अहिले हामीसँग अनौपचारिक अर्थतन्त्र नै करिब आदि जति छ भन्ने पनि केही तथ्याङ्कहरू देखिन्छ होइन। अब ब्याङ्कहरूले वित्तीय साक्षरतालाई प्रमोट गर्नुपर्छ, त्यो नगरिकन व्यवसायको विस्तारदेखि अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको वृद्धि गर्न पनि समस्या हुन्छ। अहिले पछिल्लो समय त अझ डिजिटल कारोबारहरू बढ्दै गएको छ, त्यस कारणले वित्तीय साक्षरता, डिजिटल वित्तीय साक्षरतालाई वृद्धि गर्नुपर्ने। अब मैले देख्दाखेरि चाहिँ विद्यालय शिक्षाको पाठ्यक्रमदेखि नै यो ब्याङ्किङ शिक्षा अथवा वित्तीय साक्षरता, डिजिटल साक्षरता जस्ता कुराहरूलाई चाहिँ कोर्सकै रूपमा अथवा यसलाई सिलेबसमै राखेर त्यहाँबाट नै अभ्यस्त गराउँदै जानुपर्ने देखिन्छ। हाम्रोमा एउटा लिट्रेसी रेट होला अथवा त्यहाँ मानिसहरूको होइन, हाम्रो चाहिँ सम्भावित ग्राहकहरू भनौँ, उहाँहरूको चाहिँ साक्षरताको दरलाई पनि वृद्धि गर्दै जानुपर्ने देखिन्छ। त्यसको लागि महत्त्वपूर्ण कुरा चाहिँ यो सिलेबसदेखि लिएर सबै क्षेत्रमा ब्याङ्कहरूले पनि काम गर्दै जाने, औपचारिक हिसाबले शिक्षाको सिलेबस मार्फत पनि सुधार गर्दै जानुपर्ने देखिन्छ। ब्याङ्कहरूले काम गरिरहेछ। नेपाल राष्ट्र ब्याङ्कले पनि वित्तीय साक्षरता अभिवृद्धि गर्नको लागि विभिन्न कार्यक्रम लिएर गएको छ। केही समय चाहिँ ब्याङ्कहरूले पनि यो वित्तीय साक्षरताको लागि आफ्नो CSRको फन्डबाट अथवा अन्य फन्डबाट पनि यो जागरुक बनाउने, वित्तीय साक्षरता अथवा डिजिटल वित्तीय साक्षरता लिएर जाने कामहरू गरिरहेका छन् र विभिन्न क्षेत्रहरूसँग मिलेर हातैमालो गरेर पनि ब्याङ्कहरूले यो वित्तीय साक्षरतालाई वृद्धि गर्नको लागि कामहरू गरिरहेको देखिन्छ। त ब्याङ्कहरूको मुख्य काममै परिरहेको छ। अहिले देख्दाखेरि सहायक काम जस्तो देखे पनि यसमा ब्याङ्कहरूको फोकस छ, राष्ट्र ब्याङ्कको पनि फोकस छ र यो काम भइ नै रहेको छ। जस्तो अहिले बैङ्कहरूमा चाहिँ तरलता चाहिँ पर्याप्त मात्रामा छ होइन। यो लगानी गर्नको लागि चाहिँ बैङ्कहरूले त्यसलाई चाहिँ उद्यमशीलतामा प्रोत्साहन गर्नको लागि चाहिँ कुनै योजना बनाएर नयाँ नयाँ कार्यक्रमहरू ल्याउन सक्दैन? सक्छ। जस्तै मैले काम गर्ने ब्याङ्कमा पनि अहिले केही एक प्रदेश एक विशेष भन्ने कार्यक्रम लिएर ब्याङ्क गएको छ। साना सरल कर्जा, कृषि कर्जा कार्यक्रमहरू पनि लिएर गएको छ। ब्याङ्कहरूले आफ्नो प्रडक्ट बनाउँछ। नेपाल राष्ट्र ब्याङ्कको निर्देशनको परिधिभित्र रहेर ब्याङ्कहरूले प्रडक्टहरू बनाउने, कुन सेक्टरमा फोकस गर्ने अथवा कुन सेक्टरमा उद्यमीहरू तयार गर्ने, भोलि कर्जा पोटेन्सियल ग्राहकहरू, ब्याङ्कका सम्भावित ग्राहकहरू कुन क्षेत्रमा बढी हुन्छन्, कसो गर्दाखेरि कर्जा लगानी पनि हुन्छ, अर्थतन्त्र मजबुत हुन्छ, आन्तरिक उत्पादनलाई प्रमोट गर्न सकिन्छ भन्ने हिसाबले ब्याङ्कहरूले पनि तयार गरेका हुन्छ। सबै ब्याङ्कहरूले आफ्ना प्रडक्ट बनाएर काम गर्छन्। अहिले पनि हेर्नु भने नेपाल राष्ट्र ब्याङ्कले केही सेक्टरमा जस्तो कृषिमा होइन, ऊर्जामा, विपन्न वर्गमा, साना खालका चाहिँ SMEहरूमा पनि यति प्रतिशत लगानी गर्नुपर्ने भन्ने व्यवस्था गरेको छ। त्यो व्यवस्थालाई कार्यान्वयन गर्नको लागि पनि ब्याङ्कहरूले प्रडक्ट बनाएर त्यसरी त्यस सेक्टरमा गइरहेको देखिन्छ। हाम्रोमा निर्देशित कर्जा कार्यक्रम छ, त्यो कर्जालाई सपोर्ट गर्नको लागि अथवा त्यसमा काम गर्नको लागि ब्याङ्कहरूले काम गरिरहेकै छन्। हजुर, नेपाल राष्ट्र ब्याङ्कले जुन निर्देशित कर्जा लागू गरेको छ होइन, हजुर, यो कर्जामा जोखिमको अवस्था के छ? कर्जामा जोखिम अन्तर्निहित हुन्छ, स्वाभाविक रूपमा हुन्छ होइन। जोखिमको हस्तान्तरण गर्ने मेकानिजमहरू पनि सँगसँगै बनेका हुन्छन्। जस्तै हामीले कर्जा लगानी गर्छौँ, मानौँ ब्याङ्कले कर्जा लगानी गर्छ, त्यहाँ परियोजना हुन्छ, परियोजनाको बिमा गर्ने काम हुन्छ होइन, इन्सुरेन्स कम्पनीहरूले बिमा गर्छन्, त्यहाँ इन्सुरेन्सले बिमा हस्तान्तरण गरेको हुन्छ। कति ठाउँमा सरकारका कार्यक्रमहरूले पनि त्यसलाई सपोर्ट गरिरहेको हुन्छ जोखिमका कुराहरूलाई होइन। र यो जोखिम हस्तान्तरण गर्ने कुराहरूको विकास सँगसँगै कर्जाको जोखिमलाई न्यूनीकरण गर्ने उपायहरू
हुन्छन्। अब अहिले पछिल्लो समयमा लेखा पद्धतिको सुधारदेखि लिएर होइन यो लिट्रेसीका कार्यक्रमहरू र नेपाल सरकारका पनि केही निकायहरूले कर्जामा जस्तै अहिले पछिल्लो समय हेर्नु हो भने व्यावसायिक कारोबार र व्यक्तिगत कारोबारलाई छुट्याउनु पर्ने, त्यो छुट्याएन भने चाहिँ त्यसमा कारबाहीको व्यवस्थाहरू गरेका कारणले गरी बिस्तारै यी कर्जाका जोखिमहरूलाई न्यूनीकरण गर्ने, बेला बेलामा कर्जा लगेर त्यसको उपयोग गरेको कुराहरूको प्रतिवेदनहरू रिपोर्टहरू ब्याङ्कलाई दिनुपर्ने होइन, ब्याङ्कले पनि समय समयमा निरीक्षण गर्नुपर्ने, त्यसको रेकर्ड राख्नुपर्ने यस्तो व्यवस्थाहरू छ। सँगसँगै हाम्रो नेपाल राष्ट्र ब्याङ्क एकदम सक्षम नियमनकारी निकाय छ। नेपाल राष्ट्र ब्याङ्कले पनि सुपरिवेक्षण गरिरहेको हुन्छ होइन, आन्तरिक लेखा परीक्षणका कुराहरू हुन्छन् ब्याङ्कभित्र, बाह्य लेखा परीक्षकले चाहिँ त्यसलाई हेरिरहेको हुन्छ। यसरी हेर्दाखेरि चौतर्फमा ब्याङ्क चाहिँ ब्याङ्कबाट लगानी भएका कर्जाहरू अथवा ब्याङ्कको सम्पत्ति हो त्यसलाई चाहिँ सुपरिवेक्षण गर्ने कामहरू, निरीक्षण गर्ने कामहरू भइरहेको हुन्छ। यो राष्ट्र ब्याङ्कले ल्याएको निर्देशित कर्जामा पनि यो समय सान्दर्भिक भएन, यसलाई पनि परिमार्जन आवश्यक छ र बैङ्कलाई पनि अलिकति टाउको दुखाइको विषय भएको छ भन्ने चर्चा पनि हुन्छ। यसलाई चाहिँ यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? होइन, अब यो हुनसक्छ, कसैले भने हुनसक्छन् होइन। अब यो यसमा कुनै पनि कुरोमा पक्ष विपक्ष तर्क वितर्क हुनु स्वाभाविकै हो, त्यसलाई मैले अन्यथा भन्न्न। तर नेपाल राष्ट्र ब्याङ्कले हामीले कसरी हेर्नुपर्छ भने यो मलाई लाग्छ 2081 सालमै हो सम्ममा नै यो निर्देशित कर्जाको जस्तो कृषिमा 15% पुर्याउनु पर्ने, ऊर्जामा 10% पुर्याउनु पर्ने होइन, एसएमईमा चाहिँ 1 करोडसम्मका साना कर्जामा तपाईँको 15% पुर्याउनु पर्ने यो व्यवस्था गरेको थियो। तर भूकम्पपछि हाम्रो जुन अर्थतन्त्रमा केही शिथिलता आयो होइन, यो अझ भूकम्प अरे यो कोभिड कालपछि अर्थतन्त्रमा केही समस्याहरू देखिए, शिथिलताहरू आयो होइन। अहिले पनि पछिल्लो समय अर्थतन्त्र शिथिलता आएको कारणले गर्दा त्यसलाई बढाएर 2084 सम्ममा पुर्याए हुने भन्ने व्यवस्था गरिरहेछ। राष्ट्र ब्याङ्कले पनि एकदमै क्लोजली अर्थतन्त्रको अवस्था कता गइरहेछ, यसमा चाहिँ यहाँले भने जस्तो बढी प्रेसर दियो भने त्यसको फेरि दुष्परिणामहरू भनौँ न, त्यसका चाहिँ नेगेटिभ इम्प्याक्टहरू देखिन थाल्छन्, त्यसको परिणाम आउन थाल्छ। त्यो हुनाले राष्ट्र ब्याङ्क त एकदमै सचेततापूर्वक क्लोजली मोनिटरिङ गरिरहेको हुन्छ, अध्ययन गरिरहेको हुन्छ होइन। त्यसै राष्ट्र ब्याङ्कले यसलाई समय सान्दर्भिक अथवा के गर्दा उपयुक्त हुन्छ त्यो नीतिहरू त बेला बेला परिमार्जन गरेको हुन्छ। हामीले अब निर्देशित कर्जा कार्यक्रम छ, कहिलेकाहीँ होइन बजारमा यसरी कर्जाको माग नहुँदाखेरि केही समस्याहरू फिल गरेला ब्याङ्कले, तर यो दीर्घकालीन हुँदैन, त्यसमा राष्ट्र ब्याङ्कले त्यसलाई सम्बोधन गरिरहेको हुन्छ। हजुर, अर्को के देखिन्छ भने अहिले साना तथा मझौला उद्योग व्यवसायीहरूलाई चाहिँ बैङ्किङ पहुँचभन्दा बाहिरै भए जस्तो देखिन्छ होइन। सबैको सहज पहुँच छैन भनौँ, अब पहुँच त छ तर सबैको सहज पहुँच छैन। यो चाहिँ सबैलाई चाहिँ सहज पहुँच पुर्याउनको लागि चाहिँ के गर्नु पर्ला? यसमा दुईवटा कुरा हो जस्तो लाग्छ होइन। मैले यहाँबाट सुरु गरेँ। यसमा जस्तो ब्याङ्कहरूसँग पर्याप्त तरलता छ, ब्याङ्कहरूले निक्षेपको मूल्य तिर्नुपर्छ अथवा ब्याज दिनुपर्छ होइन। उनीहरूसँग अहिले तरलता पर्याप्त छ, लगानी गर्नुपर्ने ठाउँहरू खोजेर बसिया छ ब्याङ्कहरूले, लगानी गर्नु नि पर्छ होइन। नभएदेखि त लगानी नगर्ने त्यसबाट प्रतिफल नलिने हो भने त फेरि निक्षेपकर्तालाई त्यसको मूल्य तिरिरहनुपर्छ। त्यो हुनाले ब्याङ्कहरूले लगानी गर्न खोजिरहेका हुन्छन्, खोजिरहेकै छन्। तर के हो भने निक्षेपकर्ताको हितलाई बिर्सेर ब्याङ्कहरूले लगानी गर्न सक्दैन, त्यसरी पनि गर्दैन र राष्ट्र ब्याङ्कले पनि त्यसलाई चाहिँ त्यसरी जान दिँदैन। नेपाल राष्ट्र ब्याङ्कले केही नीतिहरू बनाएको हुन्छ, नियम बनाएको हुन्छ, त्यो भित्र रहेर ब्याङ्कहरूले कर्जा लगानी गर्नुपर्ने हुन्छ। अब ग्राहकहरूले के भन्नुहुन्छ भने कर्जा चाहिँ सजिलो गरी पाइन्छ भन्नुहुन्छ, ठिकै हो, सजिलो गरी पाउने भन्दा पनि हामीले के हो भने ब्याङ्कका केही नीति नियमहरू हुन्छन् होइन। कर्जा लगानी गर्नको लागि उपयुक्त परियोजना आउनु पऱ्यो, त्यो परियोजनाले प्रतिफल दिनु पऱ्यो, त्यो प्रतिफल दिएर त्यसले सामु ब्याज तिर्नु पऱ्यो। निक्षेपकर्ताको निक्षेप हो नि त, त्यसलाई फिर्ता गर्ने सुनिश्चित आधारहरू ब्याङ्कले खोज्छ। केही प्राविधिक विश्लेषणहरू होलान् ब्याङ्कका होइन, जस्तो हामीले धितो ल्याउँला, धितोको अब धितो ब्याङ्कको मूल्याङ्कन गर्न मिल्ने धितो हुनु पऱ्यो, ब्याङ्कको नर्म्सभित्र धितो हुनु पऱ्यो होइन। अर्को व्यवसाय पनि उपयुक्त व्यवसाय हुनु पऱ्यो, त्यसले कमाएर भनौँ न त्यसको चाहिँ नगद प्रवाहले कर्जाको ब्याज तिर्न सक्ने, सामा तिर्न सक्ने क्षमता हुनु पऱ्यो। त्यसै गरी नाफा आर्जन गर्न सक्नु पऱ्यो होइन। यस्ता कुराहरू ब्याङ्कले हेर्छ। अब यो हेर्दा चाहिँ अलिकति यो टेक्निकल जस्तो लाग्छ र यहाँलाई जो आउँछ हामीले चाहिँ लोनै पाउन, कर्जै पाउन भन्ने खालको ग्राहकहरूको चाहिँ उहाँहरूले त्यो भन्नुभन्दा पनि त्यो पनि ठिकै छ होइन, उहाँहरूको आफ्नो कुरा छ। तर ब्याङ्कले मागेको आवश्यक कागजातहरू दिने होइन, त्यसमा अलिकति अध्ययन गर्ने, त्यसमा चाहिँ यो परियोजनाबाट कसरी मैले नाफा आर्जन गरेर नगद प्रवाह चाहिँ सकारात्मक नगद प्रवाह सिर्जना गरेर ब्याङ्कको कर्जा प्रवाह तिर्न सक्छु भन्ने कुरामा ग्राहक चाहिँ अलिकति सचेत भइदिने, यसरी तिर्न सक्छु भन्ने भनौँ परियोजना प्रस्ताव चाहिँ उपयुक्त भयो भने ब्याङ्कहरूले लगानी गर्छन्। किनभने ब्याङ्कलाई लगानी नै गर्नु छ हेर्नु त,
अहिले पनि यस्तो पर्याप्त तरलता छ। सिडी रेसियोको ग्याप हेर्नु भयो भने आज 80% भन्दा तल छ, 90%सम्म ब्याङ्कहरूले लगानी गर्न पाउँछन् भनेपछि ब्याङ्कहरू लगानी गर्न चाहिँ खोजिरहेका छन्, तर काहीँ तादात्म्यता नमिलेको चाहिँ हुनसक्छ यहाँले भने जस्तो। हजुर, अर्को गुनासो के छ भने बैङ्कबाट कर्जा लिने प्रक्रिया चाहिँ एकदमै झन्झटिलो भयो भन्ने गुनासो चाहिँ धेरै आउँछ। यसलाई अलिकति सहज बनाउन के गर्नु पर्ला र सहज बनाउन सकिन्छ कि सकिँदैन यो प्रक्रियालाई केही परिमार्जन गरेर? होइन, यसरी यो चाहिँ होलसेलमा यहाँ चाहिँ समस्या भयो, ब्याङ्कमा कर्जा लिन अप्ठ्यारो छ भन्ने कुरा एउटा भयो। ब्याङ्कमा कर्जा लिन कहाँ चाहिँ समस्या हो भन्ने कुरा हामीले चाहिँ आइडेन्टिफाई गऱ्यौँ भने त्यहाँ सुधार गर्न सकिन्छ होइन। अब ब्याङ्कले कर्जाको सुरक्षणको लागि धितो खोज्ला, त धितो आवश्यक होला होइन, धितोसँग सम्बन्धित डकुमेन्टहरूको कुरा छ। अर्कोतिर व्यवसायको प्रस्ताव होला, परियोजना प्रस्ताव होला होइन, त्यो परियोजना प्रस्तावको कुरा होलान्। अर्को तपाईँको लेखा परीक्षण प्रतिवेदनहरू हुन्छ, अहिले कर चुक्ताका कागजहरू हुन्छन्। यी डकुमेन्टहरू धेरै कुरो ब्याङ्कले मलाई त माग्छ जस्तो लाग्दैन। एउटा चाहिँ परियोजनासँग सम्बन्धित कागजातहरू र धितोसँग सम्बन्धित कागजातहरू ग्राहकले ल्याउने र मेरो परियोजना सञ्चालन गरेर मैले ब्याङ्कलाई यसरी सामो ब्याज तिर्छु भन्ने कुरामा आश्वस्त गर्न सक्ने आधारहरू तयार गरेपछि सहज हुन्छ जस्तो लाग्छ। तर कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने यहाँ पनि यहाँले अघि भने जस्तै वित्तीय साक्षरताको अभाव भनौँ अथवा यो ब्याङ्कसँग कारोबार गर्न युज टु नभएको ग्राहकहरूलाई चाहिँ अलिकति के नहो होइन, धितोको कागज चाहियो यो होइन, 4 किल्ला भन्ला, ट्रेस भन्ला भनौँ न, भ्यालुएटरले त डकुमेन्ट भ्यालुएसन गर्नको लागि आवश्यक पर्ने कागजातहरू हुन्छ। यस्तो माग्दा अनि ब्याङ्कले पनि तपाईँको परियोजनाको फाइनेन्सियल रिपोर्ट के हो भनेको अडिट रिपोर्ट ल्याउनु, कर चुक्ता प्रमाणपत्र ल्याउनु, कसरी चाहिँ तपाईँको नाफा हुन्छ यसलाई चाहिँ डकुमेन्टेसन गरेर ल्याउनुहोस् भनेर भन्दाखेरि नै अलिकति यो अभ्यस्त नभएको ग्राहकहरूको लागि चाहिँ अलि झन्झटिलो अप्ठ्यारो प्रक्रिया छ भनेको हो कि जस्तो लाग्छ मलाई। तर मलाई अब कारोबार गरिरहेको ग्राहकहरूले त्यस्तो झन्झटिलो छ जस्तो भनेको जस्तो त मलाई त्यति लाग्दैन। हजुर, यहाँको चाहिँ देशको समग्र अर्थतन्त्रको विषयमा चाहिँ आर्टिकलहरू पत्र पत्रिकामा पढ्न पाइरहन्छ होइन? हजुर, यहाँले चाहिँ धेरैवटा आर्टिकल लेखेका देख्छु म होइन। के छ देशको अर्थतन्त्रको विषयलाई चाहिँ कसरी हेर्नुभएको छ? अर्थतन्त्र अहिले ठ्याक्कै एउटा भाषामा भन्दाखेरि चाहिँ अर्थतन्त्र सुधारोन्मुख छ अहिले होइन। हिजो केही समस्याहरू थिए, जस्तो तपाईँले यो सहकारीको कारणले गर्दा होला होइन, सहकारी अथवा यो केही यो ब्याङ्कको कर्जाहरूसँग सम्बन्धित विषयहरूमा केही हल्लाखल्ला उठेका कुराहरू थिए होइन। र यो बेसिकल्ली तराई भेगमा, मधेसको एरियामा तराई भेगमा चाहिँ यो अनौपचारिक रूपमा कर्जाको कारोबार गर्ने होइन, मिटर ब्याजी भन्ने एउटा न्यारेटिभ थियो। मिटर ब्याजीहरू होइन, त्यो खालको घटनाक्रमहरूले गर्दाखेरि पनि अलिकति यो अर्थतन्त्रमा सङ्क्रमणकाल जस्तो सिर्जना भएको थियो। अहिले बिस्तारै यो हट्दैछ। सरकारले पनि नीतिगत रूपमा अर्थतन्त्र सुधारका लागि केही कामहरू गरेको छ। कि अस्ति केही अध्यादेशहरू आएर पास पनि भएको छ होइन। त्यो कुराहरूले पनि निजी क्षेत्रका साता संस्थाहरूले पनि यसलाई स्वागत गरेको अवस्था छ। र बिस्तारै मलाई लाग्छ अब अर्थतन्त्र सुधारोन्मुख छ, सुधारको प्रक्रियामा छ र सरकारले पनि अहिले त्यसलाई बुझेर नै अहिले यो बजेटको मिड टर्म रिभ्यू गरेको छ र अब चाहिँ अर्थतन्त्र गतिशील हुन्छ र बिस्तारै सुधार प्रक्रियामा जान्छ भन्ने मलाई चाहिँ त्यस्तो लाग्छ। हस्, कार्यक्रममा आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार दर्शकहरू, आज हामीसँग कुराकानीका लागि हुनुहुन्थ्यो राष्ट्रिय वाणिज्य बैङ्कका मुख्य प्रबन्धक ऋषभ भट्टराई। कार्यक्रम खबर एक्सप्रेसको निर्धारित समय सकियो, बिदा दिनुहोस्, नमस्कार।